मैले चाहिँ अहिले म्यापिङ एन्ड क्याटेगोराइजिङको बारेमा हजुरलाई भन्दैछु थोरै ओके कसरी गर्न सकिन्छ जाभास्क्रिप्टमा है सो फर्स्टमा हामीले चाहिँ एउटा अब्जेक्ट क्रिएट गर्नुपर्ने हुन्छ जुन चाहिँ ग्रुप बाई अब्जेक्ट भन्ने छ र यसमा चाहिँ मैले दुईटा तरिकालाई तपाईहरुलाई देखाउँछु पुरानो तरिका र नयाँ तरिका है सो ग्रुपिङ भन्ने अब्जेक्ट छ एउटा ग्रुप बाई नगरौँ किन भन्दा त्यो एउटा डिफाइन्ड फंक्सन छ अहिले जाभास्क्रिप्ट भित्र नयाँ ग्रुपिङ ओके त्यो भइसकेपछि for I let user of users त्यो गरिसकेपछि हाम्रो त्यो एरे जुन अब्जेक्ट क्रिएट गरेको छ त्यसमा चाहिँ यो डाटा छ कि छैन त user.ct डाटा छ कि छैन है यदि छ भने हामीले त्यही नै राखिन्छ नयाँ हामीले केही क्रिएट गरिदैन छैन भने चाहिँ नयाँ एरे क्रिएट गरिन्छ र त्यो गरिसकेपछि ग्रुपिङ त्यो सिटी भित्र वन्स हाम्रो त्यो सिटी क्रिएट गरिसकेपछि त्यसभित्र हामीले पुश गर्नुपर्ने हुन्छ के भन्दाखेरि हामीले युजरलाई पुश गर्नुपर्ने हुन्छ सो यो हाम्रो पुरानो तरिकाले यसरी हामीले गर्न सकिन्छ है त ग्रुपिङ गरेर हामीले गर्न सकिन्छ र यसको हामीले आउटपुट हेरौँ ओके यसलाई आउटपुटमा हेर्दाखेरि नोड यो यसलाई हामीले यो गरौँ र हामीले यसरी आउटपुट देखिन्छ र यसैलाई हामीले अब हामीले नयाँ तरिकाबाट गरौँ नयाँ तरिकाबाट गर्दाखेरि एउटा धेरै सजिलो तरिका छ कन्स्ट ग्रुपिङ हैन यसभित्र अहिले हामीसँग अब्जेक्ट भन्ने फंक्सन्स अब्जेक्ट भन्ने एउटा क्लास जस्तो हो त्यसमा चाहिँ हामीसँग अहिले ग्रुप बाइ फंक्सन्स डिफाइन गरिएको छ र यो हामीले आफै यो अटोमेटिक जाभास्क्रिप्टले डिफाइन गरिदिएको एउटा फंक्सन हो जसमा चाहिँ हामीले युजर्स भन्ने केलाई हामीले ग्रुपिङ गर्ने हो युजर्स भन्ने अब्जेक्ट एउटा एरे अफ अब्जेक्टलाई हामीले गर्ने हो र त्यसमा चाहिँ कसरी म्यापिङ गर्ने भन्दाखेरि युजर्स एउटा एरो फंक्सन गरेर युजर डट त्यसलाई ग्रुपिङ कुन आधारले गर्ने त युजर डट सिटी यति गरिसकेपछि हामीले ग्रुपिङ सक्यो र कन्सोल डट लग त ग्रुपिङ गरिसकेपछि हामीले यहाँनिर चाहिँ फेरि एकचोटि टेस्ट गरौँ र हेर्नुहोस् यसरी हामीले नयाँ तरिकाले हामीले एउटा सिटीलाई ग्रुप गर्न सकियो